ल गुड मर्निङ फ्रम गुर्जा चाहिँ हामी माथिको भ्यू पोइन्टमा जानु लाग्यो सो अलिकति अब तातो कपडा लाउनु पर्यो भित्र अर्को लाग्छु यो स्वेटर लाउनु पर्यो ल है त हामी बिहान बिहान हिमालको भ्यू हेर्ने भनेर उठ्थ्यो तर बाह्र लाग्छ कि गुर्जा हिमालमातिर म फुल्ली कस्तो गर्छ अब वेदर ल चाहिँ हामी अलमोस्ट आधी घन्टा हिँडेर चाहिँ ठाडोका लाग्यो पछाडिको चाहिँ हाम्रो गुर्जा गाउँ र वेदरले अलिक साथ नरे जस्तो छ बाटो लागेको छ त्यही पनि माथिसम्म जाँदा चाहिँ होपफुली क्लियर हुन्छ कि भन्ने आश गरौँ होइन सोल्टे हेरौँ न पसिना त राम्रो थिएन रहेछ घाम लाग्यो भने राम्रो देखिन्छ होला टक्क किन नजिक गुर्जा गाउँको पहिला चाहिँ यहाँ 12वटा घर छन्त्याल जाति र 10वटा घर विश्वकर्मा जाति थिए र यहाँ पहिला चाहिँ त्यो भूतहरूसँग डराएर त्यो डरको कारणले चाहिँ एकजनाको घर यहाँ भयो भने अर्कोको घर पनि त्यही आरमा अनि सँगै डरको कारणले सँगसँगै बनाएको कारणले यस्तो गुजुमुजु छ है अनि अहिले चाहिँ अब त्यो डरहरू भूत पिचासहरूदेखि मान्छेहरू अब अलिकति नडराउने भएको कारणले अलिकति फेरि फिजिन थालेको छ र टाढा बस्तीहरू पनि बसाउन थालेको छ त्यो कारणले चाहिँ यहाँ पहिला पुर्खाहरू चाहिँ बस्दाखेरि पहिलाको जमानामा चाहिँ एकदम नजिक त्यहाँ आँगन पनि छैन घर मात्रै छ कि यहाँनिर यस्तो बस्ती छ यो बेनी बजारदेखि 27औं कोस टाढामा रहेको यो चाहिँ अब बस्ती हो र यहाँदेखि माथि कुनै पनि गाउँ छैन र यो हिमालको काखैमा रहेको यो एउटा लुकेको गाउँ पनि भनिन्छ यसलाई हैन लुकेको गाउँ हो यो कतै बाटो पनि देखिँदैन वरिपरि पुरै डाँडा काँडा र हिमालले छेकेको छ र अग्लो पहाड काटेर अनि 5-6 घन्टाको पैदल यात्रा गरिसकेपछि बल्ल अर्को गाउँ भेटिन्छ र यो चाहिँ हाम्रो सुन्दर गुर्जाखानी
गाउँ हो धौलागिरी 1 पर्छ अहिले ल हामी चाहिँ घरबाटै बनाएर ल्याएको तरकारी फापरको रोटी चिया आमामा यो चाहिँ हाम्रो कथौरी होइन पक्का भिरको मौरी के घरको मौरी आमामा यस्तै बबल ठाउँमा आएर खानुको मजा छ त्यही ल यो चाहिँ हाम्रो गाउँको लोकल फापरको रोटी है ल ल है चिया सुबलमा हाल तरकारी हजुर यहाँ बबाल भ्यू देखिन्छ ठक्क बाटोको लाइन चाहिँ गुर्जा हिमाल ओहो हो त्यो त खानु त भाग्यमा नि प्यानकेक भन्दा नि मौरी ल पक्का गुर्जा हिमाल चाहिँ सल्लक्क खोलेको छ हाम्रो सोल्टी राजाहरू हाम्रो दोस्त हाम्रो दाई होइन एकदम रमाइलो ठाउँ आगो पनि बलिरहेछ हेर्न यस्तो हेर्न ठ्याक्क क्लाउड पनि क्या टक 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 मेरो लागि खोल्ने जस्तो छ त यार हिमाल त यार अघि कस्तो थियो है सोल्टीको लागि नै हो क्या 9 वर्ष बसी आएको अनि तपाईको लागि न मेरो लागि सबैको लागि हामी ल एकदम खुसीको माहौल हैन ल बाउलाई चाहिँ म मेरो लाइभ गुर्जा हिमाल देखाइदिन्छु कस्तो देख्नु भएको छ त्यहाँ क्यामेरामा मोबाइलमा राम्रो देखेछ ठक्क आगो फगेको छ अनि चाहिँ गुर्जा हिमाल हो 360 देखाइदिन्छ ल हामी चाहिँ माथि टपमा हेरेर पनि अब ओह्रालो लाग्यो त्यो रमाइलो ठाउँ रमाइलो भ्यू पोइन्ट अब चाहिँ ओह्रालो लागिन्छ यो चाहिँ हाम्रो ठाडै ओह्रालो थियो होइन दाइ गाउँ पनि देखियो यहाँबाट राइट गुर्जा गाउँ पनि देखिँदो रहेछ यहाँ सर्च गरी हेरौँ ल मेरो बच्चा बच्चीले बाउले के गरिरहेछ होइन ल है त हामी चाहिँ अलमोस्ट आजसम्म नभनौँ होइन डाँडाबाट चाहिँ अर्को डाँडामा आइयो मजाको भ्यू ठ्याक्क गुर्जा हिमाल मात्र देखेको है उता अलिअलि देखेको रहेछ देउराली भन्ज्याङ उक्काली डाँडा पसिनाको धारो पसिना पुछ्ने जाले रुमाल अरू मैले साथी पाएको रुमाललाई दिए मैले मायाको चिनो है होय होय ल यो चाहिँ पक्का खेती हाम्रो होइन स्याउको खेती साउ खेती खै यहाँ स्याउ खेती हुन्छ कि पहिले भएको थियो होला अहिले चाहिँ होइन हुन्छ स्याउ खेती हुन्छ तर अहिले त्यो खदेरी लागेर हो कि हजुर सारा सुखेर नि अनि एकदम चाराप चुरुप सुकेछ नि त सोल्टी यहाँ त अब खतरा चल्छ यहाँ आउनु त आमा ओहो ल हेर्नु फेरि ल बिस्तर साथी काली खोला सँगसँगै तर्छु है काली खोला सँगसँगै तर्छु है म अघि तिमी पछि पर्नु है के भन्छ यार गीत पनि भुलेछ नि त्यो सुकेको रस्याउ सुकेको छैन नि राम्रै छ हिउँ पर्यो कुरुरु हिमाली भेकैमा दिल बस्यो यहाँनिर घडी चारो तिमीमा ल सोल्टी एउटा गीत हाल्थ्यो सुन्ने कविता सुन्नु हजुर भन्नुहोस् के कविता भन्नु कविता के कविता भन्नु लाग्नु गुर्जा गाउँको हो कि यो गुर्जा गाउँमा विदेशको कविता सुहाउँदैन ल सुहाउँछ दाइ विदेशले सुन्छ नि त ल बसेको ल पक्का दाइ ल ओके अब पक्का फोकस के त ल फोकस ल सबैले विदेश विदेश भन्ने हजुर हजुर हतारमा गइयो साउदी कतार हजुर 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 विदेशको रुखमा त पैसा फल्छ भन्थे हजुर विदेशको रुखमा त फल्दो रहेछ खजुर ओहो अहिले पैसा त कमाउँदैछु हजुर गैँची र बेल्चा हान्दै हजुर वाह 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 वाह
त्यति हो यहाँको गुर्जाको सेउमा रुखमा पनि सेउ फल्छ हजुर ल ठिक छ ल सोल्ता एउटा गीत हानिदिने सोल्ता यहाँ आउनु राजु लामाको गीत हान्नु त सोल्ता सोल्ती राजु लामा गीत हान्नु ल हिउँ पर्यो कुरुरु कस्तो रे त्यो हिजो हाने हो हात्रिका भन्नुपर्छ नि त म बिर्सेर नि ऱ्याप म ऱ्याप हान्थेँ नि पहिला 2 वर्ष अगाडि होइन त्यस्तो हो क्या 2 वर्ष अगाडि अमिल्ची भन्छ गरे यहाँ अनि अहिले ठ्याक्कै लाउर त नि भेडाकोला जस्तो पो देखिरहेको छ त हत्तु लाउरेर है यहाँ भेडाकोला गरेर म करोडपति बन्छ अब यहाँ भेडाकोला गरेर धेरै अरबपति बन्छ नि लाखौँ त्यो जोतेको होइन रेखा कोरेको होला के गर्ने रेस गर्ने त्यति छोटो हुन्छ त अनि अहिले ठुलो बनाउनु पर्छ ओ को दोहोरिन्छ त्यसरी आम्मामा धारो सर्लक्क रहेछ त यहाँ नमस्ते बजीहरू नमस्ते मुख धोइदा है ल हजुर मुखै धोकै छैन त मैले नि यहाँ चाहिँ भित्र नै कचकचुक छ है घर आँगन सागन खासै छैन नानो के हराइन्छ यहाँ अन्त हराइन्छ अब चाहिँ हामी चाहिँ लेफ्ट जाने हो लेफ्ट हिजो आएको चिन्नु भयो है चिनिहाल्छु नि अब धारोबाट चाहिँ राइट धारो त्यो ल यहाँ अब दिदीहरूलाई चाहिँ धेरै धन्यवाद खाना बनाइदिनु भएकोमा चाहिँ अब तातो खाइन्छ खाना ल है त सुरु गरौँ है यहाँ पक्कै त रातो च्याउ लोकल अर्ग्यानिक साग आलु लोकल कुखुराको मासु सुप ल आउँछ न आउँछ ल हामी चाहिँ फेरि गोकुर्नको घर हिँडेको मेरो साथीको घर उसले गर्दा यहाँसम्म आइयो त्यो भन्दा पनि हाम्रो दायाले गर्दा रमाइलो भयो दाइहरू मेरो सोल्ती सङ्गीहरूले गर्दा चाहिँ भेट गऱ्यो त्यसको पनि ठुलै हात छ उहाँसँग यसो मेरो हामीसँग पनि भेट हुने थिएन क्या भाइसँग होइन मेरो हात चाहिँ अलिक सानो छ मेरो ठुलो चाहिँ उहाँ भेनाएको हुनुहुन्छ ल कहाँको त यसको घर यो कोरिया लाउरेको घर हो कोरिया यो गोकर्ण बसेर पहिला पत्नी पठाइयो होइन माथि ए ल ठिक छ यो होइन मैले वायरिङ गरिदिएको पहिला मैले पनि गरिदिएको थिएँ घरमा है त है अलिक अप्ठ्यारो छ यसको घर म अताउँछु ल चिन्ता नगर्नु पक्रिहाल्छु ए माथिबाट नझर्ने रहेछ नि क्या माथि गइदिउँ न भित्रसम्म ल त्यो खुल्लै छ त नि ए बन्द रहेछ है यसको रुम चाहिँ यो ल कुरालाई ल ल ल हाई गर हाई ल ल ठुलो भएपछि मेरो युट्युब च्यानलमा हेर ल ल ल यो चाहिँ भरेको कुकुर बाख्रा होइन त्यो सानो छ भने ल जाम न त ल है त हामी चाहिँ आयो गुर्जाको स्वास्थ्य चौकीमा ल यो हस्पिटलमा चाहिँ हामी हेरिन्छ कति के छ भनेर ल दादा दादा
भोलि कुर्ता कहाँ खासै पाइन्छ त नि तलतिर आम्मा ल बस सुगर ए यो चाहिँ अस्ति हामी चढेर आएको साथीको घोडाको यहाँ हो तबेला ए ल हामी चढेर आएको तबेला चाहिँ घोडाहरू बस्नु चाहिँ यहाँ रहेछ मेरो पनि त्यही हेर्नु न अस्ति यस्तो राम्रो भयो त्यो एकतिर है भेटिहाल्थ्यो अब के गर्नु आएको छ नि त्यो भुरुवे लगाएको अर्को केटाले उठाएर उता राखेको थियो त्यो टुबा भुरुवे त्यो टुबा ठ्याक्कै यहाँ झोल्दै चढ्नु त अब देउरालीको आगोले नि यस्तो ठिक हुन्छ क्या ल पखाइ ल एक्सन ल हाल नगर यार ल है हामी चाहिँ अहिले चाहिँ पाहुना खाना आएको मेरो साथीको दाइको घर आम्मा के गर्छ र कुकुरले त यार थुप्रै जस्तो गर्छ र हैट ए बाबा हुन्न क्या कुकुरले तोड्दिन भन्ने होइन भाउजू बाङ्गो गएको घुम्ने बात अघि 12 ल नमस्ते कुकुरले हुरुर गरेर डर लाग्छ है त्यो त बुढो भइछ क्या ल लाउँछु नि त है म है ल उतै भित्रै बस्छ म दिनभरि बसेको छु के झाल हान्ने र म त गाह्रो भन्दै तर पहिले जम्मनमा होइन हाम्रै गाउँमा त लाग्ने रहेछ 2 दिन देवीस्थान दाङ्गा र यो पुन्थोकको बिचमा चाहिँ घटोक भन्ने छ त्यही हो मेरो चाहिँ घटोक रुनमा जुग्जा भन्ने गरे त्यसलाई चाहिँ देवीस्थान भन्छ गरे त्यही हो यहाँ फेरि हाम्रो दिदीले आलिपुरमा छ यहाँ पनि हाम्रो भटमास है ठुल्ठुलो छ त आलु त नि होइन अझै ठुल्ठुलै छ क्या हेर्नु न कस्तो ठुल्ठुला छिन चली बरा बरा सेटे आलु पोल्दिने इचेरो कि अब त कुहिले जस्तै भन्छ क्या यहाँ क्यामेरा बोक्ने हिँड्ने के भयो त बाबु पालो सकिएको कुरा अन्त बाबु हजुर आफ्नो आफ्नो सक हुन्छ के हजुर हजुर यहाँ त सेलान्छ तातै खाने हो के सेलाछ कि के हो र तातै छ अलिअलि त्यहाँ त जाडोमा त त्यस्तै के किसिम सेलाइहाल्छ सेलान्छ कि बाबु त्यसैले हात पोल्दा पोल्दै खानुपर्छ त उसले हेर म यसलाई के भन्छ अब्दुल्ला अब्दुल्ला आमा ढजरा घरको मह च्याउ राख्छ्यो ल यार थ्याङ्क यू सो मच यार के हुँदैन ल ल सुल्ती यार ताता त छ है बिहानसम्म एकदम सेतो भएर जमेको हुन्छ सुल्ती किन कता भागे मोबाइल सोबाइल छोडेर भनेको त होइन ल थ्याङ्क यू सो मच यार सुल्तीलाई यार भइरहेको थियो क्या होइन ढिला पो त्यसको लागि मामी जान्छु सुल्ती नो रे सुल्ती यार साँच्चै सुल्ती भातसँग खाने एकदम भातसँग ढिरोसँग खाँदा हुन्छ ल साँच्चै सुल्ती साँच्चै म त यहाँ त सबै अर्ग्यानिक पाइन्छ कि बाबु हजुर तलको जस्तो होइन त्यो अस्ति हामीले चाहिँ दही र अनि त्यो तर खान्थ्यौँ नि हजुर त्यसकै पारेर निकालेको हो त्यो त थाहा छ नि ल ल ल थ्याङ्क यू यार सोल्टीहरूलाई या सबैलाई
साथीले चाहिँ हामीलाई आज दिउँसोको लागि होइन मकै भन्छ खानुपर्छ खानुपर्छ अनि हिँड्नुपर्छ। यो चाहिँ हाम्रो गुर्जाको आलम होइन के मिक्स गरेको यो आलु ल यहाँ चाहिँ गुर्जामा मात्रै पाउँछ अरे फेरि हुन त अरू ठाउँमा पनि पाइन्छ त यहाँको स्पेसलिस्ट भनेको चाहिँ यो आलम खानु पर्यो। ल आमा ल राम्रोसँग बस्नुहोस् ल दिदी पनि राम्रोसँग बस्नुहोस् ल है त दाइ हामी त पोखरातिर भेटिहाल्छ छुट्टिया बेलामा प्लस अब पोखरा आउनु भने म आउँछु नि माग्ने छ त्यसम्म ल है ल त ल अब अनलाइनमा कुरा गर्दै अनलाइनमा नम्बरमा जेस ल छुट्टिया आइसकेपछि आउँछु तपाईँको नम्बर लानुभयो ल है त ल ल लाग्नु पऱ्यो होइन मेरो साथी आजको तातो बन्दीसम्म चाहिँ मेरो साथीले पुऱ्याइदिन्छ साथी होइन मेरो भाइको नाम के अरे फेरि भन त जेन भाइले पुऱ्याइदिने म त हामी साथी जस्तै अब टक्क बोल्दै हुन्छ कुद्न पनि कुदिन्छ छिटो पुग्नु पऱ्यो होइन छिटो कुद्नु पऱ्यो नि अब यस्तै छ मलाई फर्केर आउनुपर्छ कति टाइममा उहाँ पुग्ने रहेछौँ ल 7 बजे मेरो सोल्टी राजाले चाहिँ झोला बोक्नु भएको छ 7 बजे 6 मिनेट गयो त्यहाँ छ 7 बजे हिँड्छ टाइम हेर्नु ल 7 बजे ल अब ती राम्रोसँग बस्नु है ल ओके ल विशाल पछि राम्रोसँग बस्छ ल हाम्रो मुकुन्दलाई फेरि धेरै धन्यवाद त के दिएर हाम्रो साथीलाई होइन ल सुको दुःखमा चाहिँ जे सम्झिनु पर्यो त्यही हो नि ल है त ल पछि त पोखरा भेटौँला ल ल